हेलो साथीहरू, मैले चाहिँ आज माछाको सिम्पल एन्ड मिठो रेसिपी हजुरहरूलाई सेयर गर्न जाँदैछु। सो फर्स्टमा मैले धनिया पाउडर, जिरा पाउडर, खुर्सानी अनि हल्दी अनि स्वादअनुसार चाहिँ मैले थोरै नुन राखेको छु। अनि मलाई चाहिँ तोरीको तेल एकदम मनपर्ने भएको भएर मैले चाहिँ तोरीको तेल युज गरेँ। हजुरले जुन तेल युज गर्दा नि हुन्छ। यसलाई एकछिन मोलेर म्यारिनेट गर्न छोडिदिएँ। अनि मैले सानो माछा पनि लिएर आएको थिएँ साथीहरू। सानो माछालाई पनि सबै मसलाहरू एड गरेर 15 to 30 मिनट जति हामीले यसलाई म्यारिनेट गर्न छोडिदिने। त्यसपछि अब मैले फ्राई गर्दैछु साथीहरू, एउटा एउटा गरेर फ्राई भयो। अब टेस्ट गरौँ है कस्तो हुन्छ। एकदम अनएक्सपेक्टेड भएको थियो, एकदम मिठो भएको थियो। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।